यो कविताको शीर्षक चाहिँ तिमी जाँदा घाम थियो आँखामा। अनि यो कविता केही समय अगाडि चाहिँ एउटा थट्स आएको थियो। अनि त्यो टाइममा त्यो कल्पनामा चाहिँ म विदेश गइसकेको छु सबै छोडेर। अनि मलाई कसैले भन्छ अझै जानु हुँदैन थियो, यतै केही गरे भए हुन्थ्यो अथवा यस्तै जतिको मान्छे चाहिँ जानु हुँदैन थियो भनेर भन्छ कसैले। एउटा थट आउँछ अनि त्यही थट फलो गर्दै लेखेको छु। कतै आफ्नै कतै अरूकै कतै समय जोडिन सक्छ होला। तिमी जाँदा घाम थियो आँखामा, कुनै दिन मनमा दिमागमा कतै, कुनै दिन मनमा वा दिमागमा कतै आयो भने विचार उसले देश छोड्नु हुँदैन थियो। सम्झिनु हिजो अस्ति र झन् अस्तिको दिन, खोतल्नु सामाजिक सञ्जाल या मोबाइलका ग्यालरीहरू, खोतल्नु स्टोर रुमतिर बचेका किलाकाटी वा औलाका खतहरू, सोध्नु चना पसलको उधारो खाता कहाँ कहाँ भक्कानिए थिए म, खोज्नु कहाँ कहाँ ठेस लागे थिए मेरा पैताराका छायाहरू, र हेर्नु ऐनामा आफूलाई कहाँनिर भेट्यौ, कस्तो देखियो मलाई सोचिरहेको तिम्रो अनुहार। अब पनि लाग्यो भने उसले देश छोड्नु हुँदैन थियो। तपाईकै छेउछाउ डेरा खोज्दै छ होला अर्को अनुप, घरबेटीले किचकिच गरिरहेको छ होला उसलाई, अल्मलिरहन्छ होला अबेरसम्म चिया पसलाउँदो। कामको पुरा दाम दिनु, मायाले मिठो बोलिदिनु, सपना नकुल्चिदिनु। कामको पुरा दाम दिनु, मायाले मिठो बोलिदिनु, सपना नकुल्चिदिनु। म फर्केँ भने कुनै दिन एक झोला चक्लेट लिएर आउँछु ड्युटी फ्रीबाट र बाँड्छु ढोकैमा उभिएर। भन्छु सबैलाई नाटक गर्नै पर्दैन, तिमी बाँचे पुग्छ। र भन्छु सबैलाई नाटक गर्नै पर्दैन, तिमी बाँचे पुग्छ। बरु बाँच्नका लागि चाहिन्छ सास गाँस कपास र बास जो गर्नु। ए अनि अलिकति सपना उभार्नु कहिलेकाहीँ मान्छे बन्न काम लाग्छ। र अर्को कुरा, हामी मान्छे भएकै कारण त हो बाँच्नका लागि पनि पैसा चाहिन्छ, नत्र त दुनियाँ सित्तैमा चलेको छ। हामी मान्छे भएकै कारण हो बाँच्नका लागि पनि पैसा चाहिन्छ, नत्र त दुनियाँ सित्तैमा चलेको छ। थ्याङ्क यू।